अब संशोधनकर्ता माननीय ईश्वरी घरतीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। त्यसपछि माननीय अशोक कुमार चौधरी। सम्मान्य सभामुख महोदय, नेपालको आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको छ। छरेर रहेको सिप, पुँजी र प्रविधिलाई पारस्परिक सहकारीको माध्यमबाट एकीकृत गरी आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गरी स्वावलम्बी बनाउन सहकारी संस्थाहरूको थप प्रवर्धन आवश्यक छ। सहकारी क्षेत्रको बचतलाई उद्यम विकास तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने दायित्व पनि हामीमाथि छ। वस्तु र सेवाको उत्पादन र उत्पादकत्व वृद्धिको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुन नसके पनि सहकारी क्षेत्रले बचत परिचालन तथा लगानीद्वारा सदस्यहरूको उल्लेख्य सहभागिता जुटाउन सफल भएको छ। सभामुख महोदय, लगानीको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा गएकाले सहकारी क्षेत्रले अहिले विभिन्न समस्या भोग्नु परेको हो। कतिपय सञ्चालकहरूको लापरवाही तथा खराब प्रवृत्ति र नियतका कारण सहकारी क्षेत्र हाल सङ्कटपूर्ण अवस्थामा छ। यसबाट समग्र सहकारी क्षेत्र हाल सङ्कटपूर्ण अवस्थामा छ। यसबाट समग्र सहकारी क्षेत्र बदनाम हुन परेको छ। सहकारी समस्याग्रस्त हुनुको अर्को कारण संस्था मूल्य सिद्धान्तबाट विचलित हुनु हो। सहकारीका सदस्यहरूले सहकारी संस्थामा जम्मा गरेको बचत रकम हिनामिना हुनु र बचतकर्ताले समयमै बचत रकम फिर्ता पाउन नसक्नु विडम्बना हो। यस्तो अवस्थामा सरकार मुखदर्शक बनेर बस्न मिल्दैन थियो। सहकारीको वर्तमान अन्यल तत्कालै चिर्न आवश्यक थियो र त्यसको लागि सरकारले सहकारीका मौजुदा व्यतिथि नियन्त्रण गर्ने थालनी गरेको छ। सहकारी क्षेत्रमा देखा परेको विकृति र विसङ्गतिहरू हटाउन पहल कदमी लिएकोमा म सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सरकारले सहकारी सम्बन्धी कानुन संशोधन गर्न पेश गरेकोमा विधेयकमा सहकारी दर्ता स्थानीय तहमा मात्र गर्ने, सहकारीमा पनि 10 लाखभन्दा बढीको निक्षेप राख्दा आम्दानीको स्रोत खुलाउनु पर्ने, सहकारीहरू विद्यमान निक्षेप तथा कर्जा सुरक्षण कोष सदस्य बन्नुपर्ने, समस्याग्रस्त सहकारीका लागि छुट्टै विज्ञ टोली गठन गर्ने, कर्जा सूचना केन्द्रको व्यवस्था गर्ने, समस्याग्रस्त सहकारी संस्थाको बचत फिर्ता गर्दा 5 लाख रुपैयाँसम्मका लागि पहिलो प्राथमिकतामा राख्नुपर्ने जस्ता ज्यादै महत्त्वपूर्ण प्रावधानहरू समेटिएका छन्। विधेयकमा रहेका उपरोक्त व्यवस्थाहरूलाई म समर्थन गर्न चाहन्छु। यसका साथै सरकारले प्रस्तुत गरेको विधेयकमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था गरेको छ। प्राधिकरणले सहकारी संस्था दर्ता नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली जस्ता मापदण्ड बनाएर कार्यान्वयन गराउन सक्ने व्यवस्था विधेयकमा उल्लेखित छ। यसो कानुनी प्रबन्धबाट सहकारी क्षेत्रमा देखा परेका कमी कमजोरीलाई हटाउन सकिन्छ भन्ने मेरो विश्वास पनि छ। कानुन तथा मापदण्ड पालना नभएको पाइएमा जरिमाना गर्ने र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्ने लेखी पठाउने तथा संस्थालाई समस्याग्रस्त संस्थाको रूपमा घोषणा गरी आवश्यक कारबाही अगाडि बढाउन सकिने व्यवस्था विधेयकमा रहेका राम्रा व्यवस्थाहरू हुन्। समस्या समाधानको लागि सरकारले अगाडि सारेका सकारात्मक कदमहरूको समर्थनमा कुनै कन्जुस्याइ नगरी विधेयकमा सुधार गर्नुपर्ने विषयवस्तु समेत मैले संशोधन प्रस्ताव मार्फत राख्न चाहन्छु। केही सहकारी संस्थाहरूमा देखिएको समस्याको कारण सबै सहकारीहरूलाई आरोपित गर्नु किमार्थ उपयुक्त होइन। समुदायमा आधारित सहकारीहरूले राम्रो काम पनि गरेका हामी पाउँछौँ। उत्पादन वृद्धि, वस्तु र सेवा उत्पादन अनि बजारीकरणको क्षेत्रमा सहकारीले ठुलो मात्रामा रोजगारी सिर्जना गर्न सक्दछन्। सहकारीहरूले उद्यम व्यवसाय मार्फत रोजगारी वृद्धि गर्न र आर्थिक विकासमा सहयोग पुर्याउन लगानी परिचालनलाई थप बलियो र व्यवस्थित बनाउनु आवश्यक हुन्छ। सहकारिताको सिद्धान्त र मूल्य मान्यताको अनुसरण अपरिहार्य हुन्छ। सरकारले विधेयकमा सहकारी संस्थामा सदस्यको व्यक्तिगत बचतको सीमा सम्बन्धित सहकारी संस्थाको प्राथमिक पुँजी कोषको 10% हुन सक्ने व्यवस्था राख्न प्रस्ताव गरेको छ। बचतको सीमा तोक्नु सहकारिताको अन्तर्राष्ट्रिय मान्यता विपरीत हुन्छ भन्ने मलाई लाग्दछ। बचतको सीमा निर्धारण गर्दा संस्थाको सेवा र सदस्यहरूको वित्तीय पहुँचलाई प्रतिकूल असर पार्न हुँदैन। यसबाट सहकारीका सदस्यहरूको बचत व्यवस्थापन लागि छनौटको अधिकार कुण्ठित हुने र सहकारिताको आधारभूत मान्यता प्रतिकूल हुने भएकाले यस व्यवस्थालाई हटाउन उचित हुन्छ भन्ने मेरो धारणा राख्दछु। सभामुख महोदय,
खास गरी सानो पुँजीबाट स्थापना भएका सहकारीका सदस्यहरूले आफ्नो सिप क्षमता र स्रोतको परिचालनबाट आर्जन गरेको बचत रकम आफूहरू मिलेर स्थापना गरेको सहकारीमा बचत गर्न नपाउनु सहकारी मूल्य मान्यताको प्रतिकूल हुन आउँछ। तसर्थ व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा सहकारी संस्थाको सेवा दायरा र सदस्यहरूको वित्तीय पहुँचलाई प्रतिकूल असर गर्ने भएकोले सरकारबाट पेश भएको विधेयकमा प्रस्तावित व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्था हटाउन उपयोग देखिएकाले संशोधन प्रस्ताव पेश गर्नु परेको हो। अन्त्यमा सभामुख महोदय, सहकारीमाथि नियमन कडा गर्ने विषयमा, सहकारीलाई व्यवस्थित प्रणालीमा सञ्चालन गर्ने कुरामा, स्रोत खुलाउनु पर्ने विषयमा, गलत गर्ने विरुद्ध कारबाही गर्न लगायतमा सरकार केन्द्रित हुनुपर्छ। तर बचतको सीमा तोकेर सहकारी क्षेत्रलाई सङ्कुचित पार्ने काम हुँदैन। त्यसैले विधेयकमा दफा 52 को उपदफा 1 मा उल्लेखित बचतकर्ता सदस्यले सहकारी संस्थाको प्राथमिक पुँजी कोषको 10% रकम जम्मा गर्न सक्नेछ भन्ने व्यवस्था हटाउन र अन्य व्यवस्था यथावत राख्न आफ्नो संशोधन प्रस्ताव पेश गरेको छु। त्यसैले यो संशोधन प्रस्तावमाथि मान्य मन्त्रीज्यूले स्वीकार गरेर जानुहुनेछ भन्ने अपेक्षासहित आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।